के तपाईले कहिले यस्तो कागती देख्नु भएको छ जसलाई काट्दा रस होइन मोती जस्ता दाना निस्किन्छन्? यो हो फिङ्गर लाइम, अस्ट्रेलियाको रैथाने एउटा अनौठो फल जसलाई विश्वभर सिट्रस क्याभियार भनेर चिनिन्छ। यसको आकार औँला जस्तै लामो हुन्छ, करिब 4 देखि 8 सेन्टिमिटरसम्म, तर यसको असली जादु यसको भित्र लुकेको हुन्छ। जब तपाईँ यसलाई काट्नुहुन्छ, भित्रबाट ससाना चम्किला दाना निस्किन्छन् जुन मुखमा टोक्दा पप गर्दै फुट्छन् र ताजा अमिलो स्वाद दिन्छन्। अब तपाईँ सोच्दै हुनुहुन्छ होला, यो कागती किन यति महँगो? अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रति किलो $100 अर्थात् करिब 13,000 रुपैयाँसम्म पुग्छ। यसको मुख्य कारण हो यसको विलासी प्रयोग। न्युयोर्क, पेरिस र टोकियोका 5 तारे होटेलहरूमा यो फल सुशी, समुद्री खाना, ककटेल र डेजर्ट सजाउन प्रयोग गरिन्छ। यसका विभिन्न रङ हरियो, पुलापी, रातो र बैजनीले परिकारलाई झन आकर्षक बनाउँछन्। त्यसमाथि यसको उत्पादन सीमित छ, तर माग निकै उच्च। यही कारणले यो डलर फलाउने बोटको रूपमा चिनिन थालेको छ। अब कुरा गरौँ नेपालमा यसको सम्भावना कस्तो छ। विशेषज्ञहरूका अनुसार नेपालका मध्य पहाडी क्षेत्रहरू जस्तै धनकुटा, गोर्खा, काभ्रे जस्ता स्थानहरूमा जहाँ सुन्तला र जुनार राम्रोसँग फल्छ, त्यहाँ फिङ्गर लाइम पनि सजिलै उत्पादन गर्न सकिन्छ। अझ रोचक कुरा के छ भने यो बिरुवा गमलामा पनि फलाउन सकिन्छ। त्यसैले शहरमा बस्नेहरूले कौशी खेतीबाट पनि राम्रो आम्दानी लिन सक्छन्। स्वास्थ्यका हिसाबले पनि यो कुनै साधारण फल होइन। यसमा प्रशस्त भिटामिन सी, पोट्यासियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनेदेखि लिएर छालाको चमक कायम राख्न मद्दत गर्छ। यदि तपाईँ यसको खेती सुरु गर्न चाहनुहुन्छ भने एउटा महत्त्वपूर्ण कुरा ध्यान दिनुहोस्, सधैँ कलमी बिरुवा प्रयोग गर्नुहोस्। यसले 2-3 वर्षमै फल दिन थाल्छ, जबकि बिउबाट उमारिएको बिरुवाले 7-8 वर्ष लाग्न सक्छ। त्यसैले परम्परागत खेतीबाट केही नयाँ र आधुनिक गर्न चाहने किसानका लागि फिङ्गर लाइम एउटा सुनौलो अवसर हुन सक्छ। सायद भोलिको दिनमा यही मोती झर्ने कागतीले नेपाली कृषिको भाग्य नै बदल्न सक्छ।